नमस्कार साथीहरू, स्वागत छ द हिडन ट्रुथ नेपालमा। आजको भिडियोमा हामी नेपालका वर्तमान प्रधानमन्त्री बालेन शाहको जीवन, राजनीति, विजय र चुनौतीहरूबारे विस्तृत र तथ्य आधारित जानकारी दिनेछौँ। भाग 1, प्रारम्भिक जीवन। बालेन शाह, जसलाई धेरैले बालेन भनेर भी बोलाउँछन्, 27 अप्रिल 1990 मा काठमाडौँमा जन्मिएका हुन्। उनी र्याप कलाकार, संरचनात्मक इन्जिनियर र अहिले नेपालको प्रधानमन्त्री हुन्। उनले सिभिल इन्जिनियरिङमा स्टडी गरे र पछि मास्टरसम्मको पढाइ पनि पूरा गरे। सुरुमा उनी सङ्गीत मार्फत सामाजिक समस्या, भ्रष्टाचार र युवाका मुद्दाहरूमा आवाज उठाउँदै चर्चामा आए। भाग 2, र्याप र सामाजिक सन्देश। उनको सङ्गीत करियरमा सडक बालक, बलिदान जस्ता गीतहरूले युवा समुदायमा चर्चा पाए। यी गीतहरूमा उनले भ्रष्टाचार, असमानता र युवा समस्याहरूलाई उजागर गरे। यो शैलीले उनलाई सामाजिक परिवर्तनका आवाजका रूपमा चिनायो। यही कारणले उनी राजनीतिक जीवनतिर तीव्र रूपमा लागे। भाग 3, राजनीति प्रवेश, मेयरदेखि प्रधानमन्त्री। सन् 2022 मा उनी स्वतन्त्र उम्मेद्वार घोषणा गर्दै काठमाडौँ महानगरपालिकाको मेयर भएको सुवर्ण अवसर पाए। मेयर हुँदा उनले अवैध संरचनाहरू हटाउने, ट्राफिक व्यवस्थापन सुधार्ने र शहरी सुशासनका पहलहरू अघि बढाए। तर केही कदमहरूले आलोचना पनि पाए। तर जनताको ठूलो समर्थन पाएपछि उनले राजनीतिक मैदान ठूलो बनाउने निर्णय गरे। भाग 4, संसद चुनाव र ऐतिहासिक विजय। जनवरी 2026 मा उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे। 5 मार्च 2026 को संसद चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक सिट जित्यो र उनी झापा 5 बाट चुनाव जिते। त्यो पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भन्दा ठूलो अन्तरले। यसले राजनीतिक इतिहासमा ठूलो परिवर्तन ल्यायो र स्वपालाई 275 सिट मध्ये ठूलो बहुमत प्राप्त भयो। भाग 5, प्रधानमन्त्री बन्ने मार्ग। 27 मार्च 2026 मा प्रेसिडेन्ट रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गरे। यो ऐतिहासिक नियुक्ति थियो किनकि उनले सबैभन्दा कम उमेरका प्रधानमन्त्रीहरूको सूचीमा नाम जोड्न सफल भए। साथै यो नयाँ सरकारले धेरै सामाजिक न्याय र लोकतान्त्रिक आशाको सङ्केत दिएको छ। भाग 6, सरकार र नीति। उनको नेतृत्वमा पुनर्गठन र महत्त्वपूर्ण सुधारहरू लागू गर्न सरकारले 15 सदस्यीय मन्त्री परिषद गठन गर्यो। सरकारको मुख्य लक्ष्यहरू: भ्रष्टाचार विरुद्ध कडा कदम, सामाजिक न्याय र समावेशी नीतिहरू, युवा र दैनिक समस्याहरूमा उत्तरदायित्व, सबैलाई राम्रो शासन र रोजगारी प्रदान गर्ने प्रस्ताव छ। भाग 7, आलोचना र चुनौतीहरू। तर विरोधीहरू र आलोचकहरू पनि छन्। केहीले उनको अनुभवलाई अपर्याप्त भनी प्रश्न उठाएका छन्। केहीले परिवर्तनका कुराहरूलाई विवादास्पद पनि भनी विश्लेषण गरेका छन्। यसबाहेक देशको विदेश नीति र विकास रणनीति पनि एक ठूलो चुनौती हो। यो यात्रा सामाजिक कलादेखि राजनीतिक नेतृत्वसम्म र एउटा देशका प्रधानमन्त्रीसम्म पुग्ने प्रेरणादायी कथा हो। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस् र तल कमेन्टमा तपाईको विचार लेख्न नबिर्सनुहोस्।